एक पटकको कुरा हो, हराभरा जंगलमा जनावरहरू शान्तिपूर्वक बसिरहेका थिए। तर दुई ठूला जनावरहरूबीच विवाद सुरु भयो, हात्ती र सिंह। सिंह गर्जियो, म जंगलको राजा हुँ। मेरो डरले सबै जनावर काँप्छन्। म शक्तिशाली छु। हात्ती थुनथुनायो, तिमी डर देखाएर राजा बन्न खोज्छौ, तर म बिना डर अरूलाई जोगाउँछु। बल भनेको टोक्ने होइन, जोगाउने हो। विवाद बढ्दै गएपछि जंगलका सबै जनावरहरूलाई बोलाइयो। भालु, मृग, बाँदर, खरायो, मयूर, सर्प, गधा सबै आए। एउटा ठूलो वृक्षमुनि सभा बसाइयो। बाँदर उफ्रिँदै भन्यो, राजा त त्यो हुनुपर्छ जसले सबैको सुरक्षा गरोस्। मृग विचारमा भन्यो, हामी डरले होइन, माया र बुद्धिले चलाउने राजा चाहन्छौं। मयूर शान्त स्वरमा भन्यो, शक्तिशाली मात्रै भएर हुँदैन, दयालु पनि हुनुपर्छ। त्यसबेला अकस्मात आकाशबाट कालो बादल आयो र भारी वर्षा भयो। नदी बाढीले उर्लियो। जनावरहरू फसे। हात्तीले बालक जनावरहरूलाई आफ्नो पिठ्यूमा राखेर नदी पार गरायो। सिंह भने अगाडि गयो, तर एक्लै बस्न खोज्यो, उसले अरूलाई फर्केर हेरेन। पछि सबै जनावरहरू हात्तीको वरिपरि जम्मा भए। बुढो लाटोको सेरोले घोषण गरियो, साँचो राजा डरले होइन, कार्यले चिनिन्छ। आजको मितिबाट हात्ती हाम्रो जंगलको राजा घोषित गरिन्छ। सिंहले लाज मानेर टाउको झुकायो अनि भन्यो, त योग्य छस्। म त केवल गर्जन्थे, तैले त जोगाइस्।